अब साथीहरू, तपाईँहरूले कुनै पनि काम गर्नका लागि जिम्मा लिनुभयो अथवा कबुल गर्नुभयो, तर बिचमा गएर छोडिदिनु भयो भने के हुन्छ कि हुन्न भनेर तपाईँहरूको मनमा जिज्ञासा आउन सक्छ। आज हामी यही विषयमा केन्द्रित भएर यो भिडियो बनाउँदैछौँ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, यो हाम्रो मुलुकी देवानी संहिता 2074को दफा 645मा के कुरा उल्लेख गरेको छ भने कुनै पनि व्यक्तिले जिम्मा लिएको अथवा कबुल गरिसकेको काम बिचैमा गएर चाहिँ छोड्न हुँदैन भनेर प्रष्ट रूपमा उल्लेख गरेको छ। उक्त दफाकै उपदफा 2मा के लेखेको छ भने कुनै पनि व्यक्तिले कबुल गरिसकेको अथवा जिम्मा लिइसकेको कुनै पनि काम बिचैमा छोड्छ भने भोलि त्यो काम पुरा नगरे बापत आइपर्ने दायित्व चाहिँ त्यही काम छोड्ने व्यक्तिले चाहिँ निर्वाह गर्नुपर्छ है भनेर पनि प्रष्ट रूपमा उल्लेख गरेको छ। त्यसैले कान बुझौँ, जानौँ र अगाडि बढौँ है त।